Hey guys, कस्तो देखिरहेछ मेरो फेस तपाईँहरूलाई आज गुड आफ्टरनुन सबैजनालाई वेलकम टु द माई लाइफ युट्युब लाइफ। अनि तपाईँहरूलाई चाहिँ के भन्छु भने आज चाहिँ म किनभने हिजो जस्ट बढ्दुबे गएँ अनि आज चाहिँ तपाईँहरूलाई फाइनली कहाँ जानु पऱ्यो भन्दाखेरि चाहिँ 7 स्टार होटल छेउमा है। आज अब त्यही नै हो, रोड क्रसिङ गर्नुपर्छ। अब छ लङ डिस्टेन्सको बाटो हो, त्यही भएर चाहिँ तपाईँलाई मैले जसरी भिडियो बनाउँदै हिँडेको है। आज अब के लाग्छ कसो लाग्छ, अब दुबईमा पनि यस्तो हुँदो रहेछ भनेर चाहिँ दसौँको होला। आज तपाईँहरूलाई राम्रो भिडियो लागेमा सब्सक्राइब पनि गरिदिनु होला। इभन मैले के भन्न चाहन्छु भने हामी भनेको एउटा 1/2, 2/3, 2/3, 3/4 हुने हो है। सबैजनालाई चाहिँ म के भन्छु भने नेभर फर्गेट मी भन्छु। किनभने अब तपाईँहरूले बिर्सेर पनि अब कुनै बेलामा अचानक मेरो भिडियोहरू तपाईँहरूकोमा सामु आइदियो भने बस माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला, त्यही भन्न चाहन्छु है म चाहिँ। अनि इभन मैले चाहिँ के भन्न खोजिरहेको छु भने लागिरहेको छु भने आज अब के हुन्छ भने हाम्रो चाहिँ यहाँ कस्तो हुन्छ भने 8 आवर्सको ड्युटी चाहिँ है। ड्युटी चाहिँ 8 आवर्सको, तर अहिले खास गरी चाहिँ म चाहिँ सर्ट टाइमको लागि चाहिँ भ्याकेसन बसिरहेको छु। सर्ट टाइम त के भन्नु, 1 मन्थको भ्याकेसन। तर मैले कसैलाई पनि पुरा चाहिँ गरेको छैन, किनभने आज मलाई फोन गरेर बोलाउँछ घरतिर होइन। अब त्यही नै हो, अझै बस्ने त टन्नै लङ टाइमसम्मै बस्ने भन्ने सोच भइरहेछ। तर आज मैले चाहिँ किनभने केही कुराहरू सर्च गर्दाखेरि भेट्यो भने चाहिँ आज मैले चाहिँ चेन्ज गर्ने कोसिस गरेर चाहिँ, तर चेन्ज गर्ने सकिन्छ कि सकिँदैन त्यो चाहिँ मलाई थाहा भएन होइन। गर्ने कोसिस गर्छु है आज, त्यही नै हो। टाउको चिलाइरहेछ यार, घाममा हिँडेर होला सायद। हेर्नु हाम्रो दुबईको मुभमेन्टहरू, घामहरू, सूर्यको किरणहरू होइन। त्यही नै भन्छु। आज राम्रो लागेमा सब्सक्राइब गरिदिनु होला। आज नराम्रो लागेमा तपाईँहरूलाई नराम्रो मिठो नराम्रो वर्डहरू शब्दमा भयो भने सरी, त्यसमा म रिप्लाई गर्न चाहन्छु तपाईँहरूलाई। आज अब दुबईको रुल्सहरू त प्रायः 100%मा 20% चाहिँ थाहा भइसक्यो। अब त्योभन्दा धेरै त थाहा छैन, किनभने आज म बसेको छैन होइन। आज म बसेको छैन र मलाई थाहा पनि छैन अझै आज भन्ने हो। त्यही नै हो, रेस्टुरेन्टहरू त अब त्यही नै हो, तर छ। फाइनली अहिले चाहिँ म किनभने सेमिस्टर होटल हिँडेको, किनभने त्यहाँ मलाई चाहिँ एकजनाले जस्ट मेरै साथी हो हुनु त, अब त्यति कता वर्क गर्छ, त्यही भएर चाहिँ त्यसलाई भेट्नु हिँडेर साथीहरू खास गरी घुम्नुलाई हिँडेको भन्नु साथीहरूलाई भेट्नु। साथी त के भन्नु होला, भेटै छैन होइन। इभन मैले चाहिँ किन भन्दा साथीहरू पढेँ, अब दाजुभाइ पढेँ होइन। लास्टै छुट्टिया बेहोरा देखेर चाहिँ म चाहिँ किनभने लिभ मी एलोन भनेर चाहिँ मैले चाहिँ किनभने सबैजनालाई लाइफमा इन्ट्री नगराउने हो कि, लाइफमा इन्ट्री नगराउने, जस्ट जे छ आफ्नो रमाउने हो, जे गर्न सकिन्छ आफैले गर्ने हो होइन। त्यही नै हो, सङ्घर्ष भनेको दुःख भनेको सबैजनालाई हुन्छ है। आज म चाहिँ के भन्छु भने तपाईँहरूलाई छोरो मान्छे भइसकेपछि हरेक कुराहरू चाहिँ भोग्नुपर्ने रहेछ भन्ने थाहा भयो होइन। अब त्यही हो, मान्छेसँग कसरी बोल्ने, त्यही हो। सबैजनाको रेस्पेक्ट हुन्छ, सबैजनाको रेस्पेक्ट गर्नुपर्छ र त्यही नै भन्न चाहन्छु म चाहिँ है। तपाईँहरूलाई राम्रो लाग्छ भने भिडियोमा लाइक एन्ड सेयर एन्ड कमेन्ट गरिदिनु होला, अनि सब्सक्राइब चाहिँ गरिदिनु नबिर्सिनु होला। द्याट्स इट। दुबई इज अ बिग कन्ट्री, नट अ स्मल। एज अ म चाहिँ ठुलो चाहिँ किन भन्छु भने है, सेन्टर नै यहीँ पर्छ क्या। सबै ठाउँ सबै देश जानु पऱ्यो भने एज अ डाइरेक्ट फ्लाइट पाउँदैन के। डाइरेक्ट फ्लाइट पाउन सक्छ, तर एज अ मोर मनी तिरेर गयो भने मात्रै डाइरेक्ट फ्लाइट होइन भने त
सर्ट मनी तिरेर आउने भन्दा दुबईबाट ट्रान्जिट हुने, ट्रान्जिटबाट फेरि दुबईबाट उता उता हुने हो होइन। त्यही नै भन्न चाहन्छु म चाहिँ सबैजनालाई होइन। एज अ पैसा सेभ गर्नु छ भने एज अ पैसालाई तपाईँले आफूले कन्ट्रोल गरेर सिफ्टिङ हुँदै चेन्ज हुँदै गर्दै गर्ने हो भने चाहिँ दुबई इज बेस्ट है। म चाहिँ के भन्छ दुबई इज द बेस्ट। एज अ दुबईको रुल्सहरू थाहा नभए पनि हामीलाई चाहिँ किनभने दुबईको हावा पानी भेटिसकेको छ कि त्यही भएर। थ्याङ्क यू सो मच। यो मेरो 5 मिनटको भिडियोहरूलाई तपाईँहरूले हेरेर सब्सक्राइब गरिदिनु नभुल्नु होला। हार्दिक 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 धन्यवाद हजुरहरूलाई है। अब त्यही नै भन्न चाहन्छु मनैदेखिको नमस्कार है। एज अ जाने बेलामा अब भिडियो अफ गर्ने बेलामा चाहिँ सबैजनालाई बाई बाई। यु विल बी टेक माई अनदर भिडियो अल्सो सर्ट टाइमको लागि है। 5 मिनटको भिडियो 10 मिनटको भिडियो बनाउँदै हाल्नु गर्दै गर्दैछु।